अनि शीतकाल भन्छ त नि है कति दिन त्यही त टक्क लाएर हामी चाहिँ अब आज काठमाडौँ जानलाई रेडी भएर बसेको बन्दको हल्लाले गर्दा आज चाहिँ हामी घुमतेलतिरै छौँ हेर्नुहोस् हाम्रो गाडीहरू पुरा पार्किङमा छ पार्किङमा राखेर अब हामी चाहिँ 2-4 दिन अब यतै थन्केला जस्तो छ के हो पेमा दाइ है भाइ अनि गाडी नधुन तिमी के आज काठमाडौँ जान्छौ लाग्दैन भरे राति हो भाग्दैन हैन भाइ त लाग्दिन्छ हौ फेरि कडा खाले भाइ अनि कति गते आज 19 गते कडा खालको भाइ अनि लाग्दिहाल्छ नि रातभरि कुद्छु नि अब मान्छे ठिक भाइ यस्तै छ है गाइस तिमीले त मजाले घाम तापेर बसेछौ त गाँठे हो चाय पर्यो नुहाउँदैन होला कहिले पनि अनि हो र अनि आन्टी तपाईँले रमाइलो भइरहेको छ यो डाँडामा बस्दाखेरि भात खाने बेलामा तपाईँ नि हावा खाँदै बस्नु भएको छ फेरि गाँठे डोल्मालाई चाहिँ लुतो लागेको छ क्या अहिले ऊ कनै छ ओ हाम्रो भाइ पनि आएर बसेको छ टक्क होइन हामी चाहिँ घुमदेलतिर घुमदेलको स्कुल चाहिँ उति है हेर्नुहोस् यो चाहिँ स्कुल हो मैले त अस्ति सिस्नु खाएको नि है आन्टी खाने हो डोलमा जाउँ ल सिस्नु टिप्नलाई क्यामला जाने हो ल जाउँ ल ल जाने जान्छ जाने नि यसलाई भन्ने ल जाउँ नि त जाउँ आज जाउँ है डर लाग्यो मलाई त आज चाहिँ बन्दले गर्दा हाम्रो गाडी चाहिँ सबै यहाँनिर यसरी पार्किङ गरेर राखेको छ यो चाहिँ मेरो गाडी यो पारस भाइको सुजनको गाडी यहाँनिर छ हामी चाहिँ भर्खर खाना खाएर अब यसो डाँडातिर जानु लागेको भाइहरूसँग यसो घुम्नलाई जाने होइन पर्ति हजुर जाउँ पर्तिर ल है हामी चाहिँ अब उयो पर्दा डाँडातिर घुम्न हिँडेको ए दाइ एकछिनमा जाउँ न त